नेपाली राष्ट्रिय क्रिकेट टोली क्रिकेट एसोसिएसन अफ नेपाल क्यान, जसलाई हामी द राइनोज भन्न रुचाउँछौँ, त्यही राइनोजले नेपाललाई संसारमा क्रिकेटको माध्यमबाट चिनाइरहेको छ। एउटा खेलको माध्यमबाट संसारमा आफ्नो देशको नाम चिनाउनु जस्तो गर्वको कुरा केही होइन। द जेन्टलमेन्स गेम भनेर चिनिने क्रिकेटको सुरुवात ब्रिटेनबाट भएको पाइन्छ र पछि जता जता ब्रिटिसहरूले राज गर्दै गए त्यता त्यता क्रिकेटको छाप छोड्दै गएको देख्न सकिन्छ। नेपालमा भने क्रिकेटको सुरुवात राणाहरूले ब्रिटेनमा ब्रिटिसको यो स्पोर्ट्स देखेर भित्राएका थिए। विक्रम सम्वत 2003मा स्थापना भएको क्रिकेट एसोसिएसन अफ नेपाल 2007 सालपछि जब राणा शासनको अन्त्य भयो त्यसपछि यो खेल सर्वसाधारणमा पुग्न सफल भएको थियो। नेपाली क्रिकेटले धेरै सफलता हासिल गरेको छ, जसमध्ये एक हो बङ्गलादेशमा भएको 2014को आइसिसी टी20 वर्ल्ड कप। 2014को टी20 वर्ल्ड कप बङ्गलादेशमा भएको थियो, जसमा 16 राष्ट्रहरूले खेलिरहेका थिए। वर्ल्ड कपको दोस्रो म्याच नेपाल र हङकङको बीचमा थियो। नेपालको कप्तान पारस खड्का र हङकङको कप्तान जेमी एडिक्सन टसको लागि ग्राउन्डमा आउँछन्। हङकङले टस जितेर बलिङ गर्ने निर्णय लिन्छ। ज्ञानेन्द्र मल्लले 48 र कप्तान पारस खड्काले 41 रन हानी नेपालले 8 विकेट गुमाई 149 रन बनाउन गयो। लक्ष्य पुरा गर्न मैदानमा आएको हङकङको ब्याटिङ नेपालको शानदार बलिङको अगाडि चल्न सकेन। हङकङको ओपनर ब्याट्सम्यान इरफान अहमदलाई पहिलो बलमै आउट पारेर कप्तान पारस खड्काले टिमलाई थप ऊर्जा प्रदान गर्छन्। हङकङको लागि सर्वाधिक रन बबर हयतले बनाए, जसमा उनले 25 बल खेली 20 रन बनाएका थिए। वाकस बरकतले भने 18 रन बनाएका थिए। नेपालको शानदार बलिङको अगाडि हङकङको ब्याटिङ चल्न सकेन, जसले गर्दा हङकङ 69 रनमै अल आउट हुन पुग्यो। उक्त खेलमा शक्ति गौचन र बसन्त रेग्मीले 3-3 विकेट, सोमपाल कामीले 2 विकेट, पारस खड्का र जितेन्द्र मुखियाले 1-1 विकेट लिए। त्यस खेलमा 4 ओभर बलिङ गरेर मात्र 9 रन दिई 3 विकेट लिन सफल भएका शक्ति गौचन म्यान अफ द म्याच भए। नेपालको दोस्रो खेल 2014को आइसिसी टी20 वर्ल्ड कप आयोजक बङ्गलादेशसँग थियो। जाहुर अहमेद चौधरी स्टेडियममा भएको उक्त खेलमा बङ्गलादेशको घरेलु समर्थकको हुलको बीचमा नेपालको जर्सी र झन्डा पनि देख्न सकिन्थ्यो। बङ्गलादेशले टस जितेर बलिङ गर्ने निर्णय गर्यो। बङ्गलादेशको बलिङको अगाडि नेपाली ब्याटिङ चल्न सकेन र नेपालले 5 विकेट गुमाएर मात्र 126 रन बनाउन पुग्यो। कप्तान पारस खड्काले 41 रन बनाएका थिए भने शरद भेष्वाकरले 40 रन बनाएका थिए। लक्ष्य पुरा गर्न मैदानमा आएको बङ्गलादेशले 15.3 ओभरमा मात्र 2 विकेट गुमाएर 132 रन बनाई 8 विकेटको फराकिलो जित हासिल गर्यो। नेपालले आफ्नो अर्को खेल अफगानिस्तानसँग खेलिरहेको थियो। अफगानिस्तानका कप्तान मोहम्मद नबीले टस जितेर बलिङ गर्ने निर्णय लिए। नेपालका विकेटकिपर तथा ओपनर ब्याट्सम्यान सुभाष खकुरेलले अर्धशतकीय पारी खेली, जसमा उनले 56 रन बनाउन सफल भएका थिए। नेपालले अफगानिस्तानलाई 142 रनको लक्ष्य राखेको थियो। लक्ष्य पुरा गर्न आएको अफगानिस्तान नेपालको बलिङको अगाडि राम्रोसँग टिक्न सकेन, जसले गर्दा अफगानिस्तानले सो खेल 9 रनले हार्न गयो। नेपालको लागि सो खेलमा जितेन्द्र मुखियाले 3 विकेट, शक्ति गौतम र सोमपाल कामीले 2-2 विकेट र बसन्त रेग्मीले 1 विकेट लिन सफल भएका थिए। नेपाल र अफगानिस्तानको त्यो खेलमा 4 ओभर बलिङ गरी मात्र 18 रन दिएर 3 विकेट लिन सफल भएका जितेन्द्र मुखिया म्यान अफ द म्याच भएका थिए। नेपालको सबै खेल सकिसकेको थियो। नेपाललाई अर्को श्रेणीमा पुग्नको लागि आफ्नो ग्रुपको शीर्ष स्थानमा हुन जरुरी थियो, जसको लागि नेपाललाई नेपाल र अफगानिस्तानको खेल सकिने बित्तिकै हुन गइरहेको बङ्गलादेश र हङकङको नतिजा कोर्न जरुरी थियो। बङ्गलादेश र हङकङको खेलमा हङकङले यदि 13.1 ओभरमा सो खेल जित्यो भने नेट रन रेटको आधारमा नेपाल अर्को श्रेणीमा पुग्ने थियो। हङकङले सो खेल 19.5 ओभरमा जित्न गयो, जसले गर्दा नेपाल र बङ्गलादेशको समान अङ्क भए पनि बङ्गलादेशको नेट रन रेट नेपालको भन्दा राम्रो भएको कारण शीर्ष स्थानमा भई अर्को श्रेणीमा पुग्न सफल भयो भने नेपालको यात्रा त्यही टुङ्गिन पुग्यो। नेपालले आफ्नो पहिलो टी20 वर्ल्ड कपमा राम्रो प्रदर्शनी गरेको कारण नेपाली क्रिकेट टिमलाई भव्यताको साथमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरियो। 3 करोड नेपालीको माया, साथ र समर्थन बोकेर नेपाललाई वर्ल्ड कपमा पुर्याएको टोलीको योगदान नेपाली क्रिकेटको इतिहासमा सधैँ रहिरहनेछ। उक्त विश्वकपमा नेपालको लागि पहिलो विकेट कप्तान पारस खड्काले लिएका थिए भने नेपालको लागि पहिलो र एकमात्र अर्धशतक तत्कालीन नेपाली टिमका ओपनर ब्याट्सम्यान सुभाष खकुरेलले बनाएका थिए। खेलाडीलाई थप साथ र समर्थन गर्नको लागि सरकारले समेत आर्थिक रूपमा साथ दिन जरुरी छ। हिजोको दिनमा खेलेर के पाउँछस् भन्ने हाम्रो समाजलाई दोस्रो पटक विश्वकपमा पुगेर नेपाली क्रिकेटले राम्रो उत्तर दिएको छ।
खेल भनेको क्रिकेट मात्र होइन। हामीले धेरै फुटबल खेलाडीलाई देश छोडेर विदेश गएको देखेका छौँ। अरू खेलमा भविष्य देख्ने खेलाडीलाई उचित धनराशि र खेल्ने वातावरण सरकारले नबनाएको कारण खेललाई छोडेर अरू काम अथवा विदेश गएको देखेका छौँ। अरू कुरा छोडौँ न, 2014को वर्ल्ड कपमा नेपाली क्रिकेट टोलीका समेत कतिपय खेलाडीहरू आफ्नो उज्जवल भविष्यको लागि विदेश प्रस्थान गरेका छन्। यो भनेको हाम्रो राष्ट्रको नीति कमजोर भएको हो। हाम्रो राष्ट्रको खेलप्रतिको सम्मान कमजोर भएको हो। खेलाडीहरूले खेलको माध्यमबाट राष्ट्रलाई संसारमा चिनाए पनि खेलाडीहरूलाई सरकारले वास्ता नगरेर हाम्रो राष्ट्रमा खेलहरू कमजोर भएको हो। विगत केही वर्ष मात्र भएको छ क्रिकेट खेलाडीले आफ्नो खेल अनुसारको उचित तलब पाउन थालेको। त्योभन्दा अगाडि त अरू खेल समान थियो। खेलाडीको तलब हल्का बढे पनि खेल्नको लागि उचित वातावरण र चाहिने उचित साधनहरू भने अझै पाउन सफल भएको छैनन्। हामीले सबै खेलाडीलाई सम्मान गर्न जरुरी छ र गर्नु नि पर्छ। सरकारले सबै खेलको लागि उचित वातावरण बनाउन जरुरी छ। खेलाडी भनेको राष्ट्रको गहना हुन्। ती गहनालाई राष्ट्रमै राख्न जरुरी छ। त्यसको लागि सरकारले प्रत्येक खेल जसमा खेलाडीहरूले राष्ट्रलाई संसारमा चिनाउने छन् त्यो सम्पूर्ण खेललाई माया गर्न जरुरी छ। भोलिको दिनमा क्रिकेट, फुटबल, भलिबल खेलाडीहरू विदेश पलायन भए भने के बुझ्न जरुरी छ भने त्यसले खेललाई समेत बाहिर पलायन गरिरहेको छ।